टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। जनकपुर सहित धनुषा जिल्लाभर आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने सम्बन्धी प्रसङ्गबाट। जनकपुर सहित धनुषा जिल्लाभर आज बिजोर नम्बरका सवारी साधन मात्र चल्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेका सूचना अनुसार आजदेखि जोर बिजोर प्रणाली सुरु भएको हो। सोमबार 29 गते परेकोले बिजोर नम्बर भएका गाडीहरू मात्र सञ्चालन गर्न पाउने भएको छ। मङ्गलबार 30 गते भने जोर नम्बर भएका गाडी मात्र सञ्चालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतिमा बिजोर गाडी नम्बरको गाडी र जोर मितिमा जोर गाडी नम्बरको गाडी चलाउन पाउनेछ। यसअघि देशको राजधानी काठमाडौँमा मात्र सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू भएकामा आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ प्रेम राज सकिलको तर्फबाट जारी भएको सूचनामा सोमबारदेखि जनकपुरमा पनि जोर बिजोर सवारी मात्र सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ। जिल्ला स्तरीय कोभिड-19 सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबारको निर्णय अनुसार किराना पसल, फलफुल र तरकारी पसलहरू बिहान 11 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेध आज्ञा बाहेक अन्य पसलहरू 11 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। सङ्क्रमणबाट नेपालमा थप 4 जनाको मृत्यु भएको छ। सङ्क्रमणबाट मोहतरी, मोरङ र कपिलवस्तुका 4 जनाको मृत्यु भएको हो। मोहतरीको लोहरपट्टी नगरपालिका 3 बस्ने एक 60 वर्षीय पुरुषको कोभिड-19बाट मृत्यु भएको छ। कोरोना लागेर ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ 22 गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नम्बर 2 का स्वास्थ्य निर्देशक डाक्टर विजय शाहले बताए। भदौ 22 गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइसकेमा भदौ 24 गते उनी कोरोना पोजिटिभ रहेको रिपोर्ट आएको थियो। उनी उच्च रक्तचापका बिरामी समेत रहेको बुझिएको छ। उनको मृत्युसँगै अब मोहतरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या 13 पुगेको जिल्ला कोरोना फोकल पर्सन गिरेन्द्र कुमार झाले बताए। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-19 अस्पतालमा उपचारका क्रममा मोरङका 2 सङ्क्रमितको मृत्यु भएको छ। तीमध्ये कुनै दीर्घ रोग नभएका एक 40 वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मोरङको धनपानथान 6 का ती युवकको आइतबार राति 8:45 निधन भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए। उनलाई प्रतिष्ठानको अर्थो अब्जर्भेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति 10:30 बजे कोभिड अस्पतालमा सारेको थियो। यसअघि आइतबार दिउँसो विराटनगर 12 का 70 वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई विराटनगर स्थित मार्क्स अस्पतालले प्रतिष्ठानमा रेफर गरेको थियो। उनलाई भदौ 16 गते कोरोना पुष्टि भएको थियो। उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताएको छ। यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्क्रमितको सङ्ख्या 26 पुगेको छ। त्यसै गरी कपिलवस्तुको शिवराज नगरपालिका 5 की 47 वर्षीय महिलाको उपचारको क्रममा सोमबार आज मृत्यु भएको हो। भदौ 21 गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइसियुमा उपचार भइरहेकोमा सोमबार बिहान 4:30 बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले पुष्टि गरे। उनी मृगोला रोगबाट पीडित र डायलाइसिस गराएको बिरामी रहेको डाक्टर गौतमले बताए। कोरोना बिमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ। बिमा समितिले संशोधन गरेको कोरोना बिमा मापदण्ड अनुसार
निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी पाउने भएको हो। सोमबारदेखि लागू हुने गरी बिमा समितिको सञ्चालक समिति बैठकले कोरोना बिमा मापदण्ड 2077 संशोधन गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोभिड-19 परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट PCR परीक्षण गर्दा संक्रमण पुष्टि भएको सकल रिपोर्ट पेश गर्नु भने मापदण्डमा उल्लेख गरेको छ। यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिए कोरोना बिमा गर्नेहरूले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो। चौतर्फी दबावपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी भुक्तानी पाउने व्यवस्था गरेको हो। संशोधित मापदण्ड मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बिमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशाला बाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट PCR परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ। बिमा कम्पनीलाई संक्रमितले पेश गरेको रिपोर्टमा शङ्का लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बिमाको सबै प्रक्रिया पूरा गरेपछि 7 दिनभित्रै दाबी भुक्तानी गर्न समितिले जनाएको छ। झापाका एक युवकले वनचरो प्रहार गरेर आमाको हत्या गरेका छन्। आइतबार राति 8 बजेतिर कमल गाउँपालिका 8 ठुलो बाहा घरका 24 वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रक्सी खाएर घर पुगेका उनले आमा 50 वर्षीय मीरा ऋषिदेवलाई वनचरो र ढुङ्गाले टाउको र हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका DSP राकेश थापाले जानकारी दिए। घटना थाहा पाए लगातै इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या अभियोगमा दिनेशलाई नियन्त्रणमा लिएको छ। बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस 2077 भर्चुअल रूपमा मनाइँदैछ। दिवसका अवसरमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ। नेपालकै संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धि 1989 अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो। यो महासन्धि अनुमोदन भएको 30 वर्ष पुगेको छ। नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना 97% पुगेको छ, तर टिकाउ दर बढाउने चुनौती कायम छ। राष्ट्रिय बाल अधिकार परिषदले प्रकाशन गरेको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन 2076ले मुलुकमा बाल श्रम, बाल विवाह, बालिका विरुद्ध हुने अनामवीय यौन हिंसा, दुर्व्यवहार, गैर कानुनी ओसार पोसार जस्ता बाल अधिकार विरुद्धका समस्या निराकरण गरी अनाथ असहायक सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण र विद्युतीकरण आदि सुधार हुनुपर्ने सुझाव दिएको छ। बाल अधिकारका क्षेत्रमा कार्यरत संस्था चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले राष्ट्रिय बाल अधिकार दिवस मनाउने अवसरमा सबै बाल बालिकाले आफ्नो अधिकार प्रयोग गर्न व्यवस्था सिर्जना हुनुपर्ने बताउनुभयो। दिवसका अवसरमा शिक्षा तथा मानवीय स्रोत विकास केन्द्रले जिल्ला स्तरमा सुरक्षाका मापदण्ड पालना गरी दिवस मनाउन र माध्यमिक तहका कक्षा 9 र 10 स्तरीय निबन्ध प्रतियोगिता गर्न आह्वान गरेको छ। मापदण्ड भण्डारी फाउन्डेसनले दिवसका सन्दर्भमा बाल विकासमा कोरोना महामारीले पारेको असरले बाल बालिका मन्त्री पार्वत गुरुङ विज्ञ र बाल बालिकासँग अन्तर्क्रिया गर्दैछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा अमेरिकी मिलेनियम चाइल्ड कर्पोरेसन MCC सम्झौताको आफ्नो अनुकूल व्यवस्था भइरहेको छ। नेपालको बिहिबारको स्थायी कमिटी बैठकले MCC को हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय लिएको थियो। तर के संशोधन र परिमार्जन गर्ने बारे पार्टीले झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले सुझाव प्रतिवेदनलाई समेत ध्यानमा दिई बैठकमा
छलफल गरेर पार्टीले छिट्टै निष्कर्ष निकाल्ने र त्यस्तै आधारमा यो प्रक्रिया अगाडि बढाउनेछ प्रवक्ता नारायण काजी श्रेष्ठको भनाइ छ। तर एमसीसी निर्णयको दुवै पक्षले आफ्नो अनुकूल व्यवस्था गर्न थालेका छन्। सम्झौताको पक्षमा रहेका नेताहरूले एमसीसी पारित गरी कि भन्ने अन्यल हटेको बताएका छन्। सम्झौताका आलोचनाहरूले चाहिँ स्थानीय कमिटी बैठकले खनाल कार्यदलको प्रतिवेदनलाई वैधानिकता दिएको बताउँदै सम्झौता पुनःखेन हुनुपर्ने व्यवस्था गरेको छ। यता वरिष्ठ नेता खनाल नेतृत्वको कार्यदलले पनि परिमार्जन नगरी अनुमोदन गर्न अथवा परिमार्जन गरेर मात्र अनुमोदन गर्न सुझाव दियो। कार्यदलका सदस्य प्रदीप गेवालीले भने यो प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका छन्। एमसीसी अनुमोदनको पक्षमा मत राख्दै आएका नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीका अनुसार स्थायी कमिटीले एमसीसी स्वीकृति हुँदै भन्ने प्रश्न पारेको छ। संसदबाट अनुमोदन गर्नु पूर्वका केही प्रक्रियाबारे बोलेको उनको सुझाव छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपीसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राइका ब्याज कमाई पैसा कार्ड कहीं ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में कार्ड लगा पैसा तिरू आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो।
छ नाममै सङ्गीत छ नाममै पहिचान छ नाममै यसको जीत तानसेन ओपीसी सिमेन्ट। हाई हाई सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। बाहाबेसी नगरपालिका 7 को स्थानीय भिरघरमा आएको पहिरोमा पुरिएका 11 जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका 20 बेपत्ता भएका छन्। पहिरोले भिरघर र घुमथाङ्गको नाग पुजेको बस्ती नै बगाएको थियो। आइतबार बिहान 2 बजेको समयमा भिरघरबाट आएको पहिरोले भिरघर र नाग पुजेका कम्तीमा 25 घर पुरेको छ। घर पुर्दा घरमा सुतिरहेका स्थानीयलाई पहिरो झमट्ट नै पुरेको वार्ड अध्यक्ष मिन बहादुर श्रेष्ठले जानकारी दिए। बिहान 2:30 बजे 2 पटक ठुलो आवाजमा चट्यान आएपछि विद्युत आपूर्ति बन्द भएको थियो। पहिरोले पुर्दा घुमथाङ्गको दलित बस्ती, नेवार बस्ती, शेर्पा र श्रेष्ठ बस्तीका घरहरू पुरेका वाडा अध्यक्ष श्रेष्ठले जानकारी दिए। सोमबार केही प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मध्यम तथा हल्का वर्षा हुने तथा केही प्रदेशमा भारी वर्षा हुन सक्ने बताएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशभर समेत बदली रही केही स्थानमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। हिजो एकै दिन 3,07,903 जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन WHOले जनाएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा सङ्क्रमित थपिएका हुन्। भारतमा हिजो एकै दिन 94,000 भन्दा धेरै, अमेरिकामा 45,000 भन्दा धेरै तथा ब्राजिलमा 43,000 भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। सङ्गठनका अनुसार कुल सङ्क्रमितको सङ्ख्या 2,86,38,000 पुगेको छ। पछिल्लो 24 घण्टामा भारत र अमेरिकामा 1,000 भन्दा बढीको तथा ब्राजिलमा 874 जनाको कोरोनाका कारण ज्यान गएको छ। पछिल्लो समय भारतमै दैनिक 90,000 भन्दा बढी सङ्क्रमित थपिने गरेका छन्। विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या 9,17,000 भन्दा धेरै पुगेको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।